आज चाहिँ हाम्रो घर दाई भाउजू आउँदै हुनुहुन्छ। अस्ति चाहिँ हामी दाई भाउजूको घर गएको थियौँ भने आज चाहिँ हाम्रो घर आउँदै हुनुहुन्छ। यहाँ चाहिँ मेरो चिकन पाक्दैछ भने यहाँ चाहिँ मेरो मटन पाक्दैछ। म चाहिँ मल्टी ट्यालेन्ट मान्छे हो के एउटा खाना 10 खाना त्यस्तो सेभ गर्न पर्छ। वाइफ मात्र वाइफ। अनि म चाहिँ मेरो भाइले चाहिँ आज दिनभरि मोबाइल हेरेको थियो। सो त्यही भएर चाहिँ मैले ब्राउनी बना भनेर ल्याइदिएको। त्यो पनि सिकाइ आफैले बनाउन पर्यो। म देखाउँछु ल। वेट फ्राई ब्राउनी यु क्यान सी इट्स टेस्टी। यो चिकन फेरि चिकनको त्यो आउँछ नि पानी 1 घन्टा लाउँछ कि त यो इलेक्ट्रिकमा बनाउन। नेपालमा यस्तो सजिलो थियो कि नेपालमा चाहिँ सजिलो थियो। त्यो ग्यासमा 2 सेकेन्डमा पाक्थ्यो। 2 सेकेन्ड त नभनौँ कि 10 मिनटमा त पाक्थ्यो। यहाँ त आधा घन्टाभन्दा धेरै लाग्छ। गाउँले बस्छ मेरो गीत सुन्दा यहाँ म डान्स गर्छु। मल्टी ट्यालेन्टै भएर भन्यो होला। मजा पकाइसकेँ। यो चाहिँ मेरो मटन, यो चाहिँ मेरो चिकन, यो चाहिँ अचारको लागि रेडी। आउनुभयो। वेलकम टु माई च्यानल। पुरै हाँस्दै आउनुभयो। आरतीको थाली त त्यस्तै हो। सो वेलकम टु माई घर। भाग्यमानी भाइ भाग्यमानी यत्तिकै दिन मिल्ने रहेछ भाग्यमानी। हेलो गाइज, यो चाहिँ नेक्स्ट डे सेम ब्लग नि हुन्छ। मैले ब्लग स्टार्ट गरिसकेको थिएँ कि आज चाहिँ हामी स्ट्रबेरी फार्ममा छौँ। अनि दाईहरू हाम्रो पछि हुनुहुन्छ। हामी चाहिँ आइपुग्यो गाइज। हाम्रो पछाडि हुनुहुन्छ भने चाहिँ त्यही हो गाइज। उहाँ चाहिँ मैले ब्लग बनाउने बित्तिकै हाँस्नुहुन्छ किन हो। उता पनि ब्लगर, उता नि ब्लगर, यता नि ब्लगर। हाई गाइज। आउटफिट वाह, हिरो भन्नुभयो। हात त्यही भने। अनि भाउजूको आउटफिट, अनि मम्मीको अरे हो, अनि मेरो यस ल भन्नुहोस्। छोरी भन्दा आमा थरुनी लिपस्टिक पाउडरले लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले। यस्तो रहेछ क्या। खाने भाइ आउनु गाइस, मेरो पैसाले दिउँला। त्यत्रो बकेटले $24 अरे। अनि हाम्रो उस चाहिँ कति हो त टिकट? मान्छेको टिकट कति हो त? $5 चाहिँ हेर्दा मम्मीले टिप्न लाग्यो। हेर्नु नि त। Oh my God, so funny. ट्रैक्टर वाले आ जाइए। ट्र्याक्टरमा भएको चाहिँ मेरो बॉडीगार्ड हो क्या। सबै बॉडीगार्डहरू हाम्रो बॉडीगार्डहरू आउँदै हुनुहुन्छ ट्र्याक्टरमा चाहिँ। ब्युटिफुल। कस्तो मम्मी देखाउनु अरे। ब्युटिफुल। यो छोप्नु न। म आएको
बाबु ला यो कति ठुलो हो यो खा त छाला लाला छोपेर खा यो लास्टै ठुलो हो रातो हो खा म भाइलाई तिमीले खाऊ म त खाइसक्यो फोटो खिचौँ न अनि यहाँ देखेन भने स्ट्रबेरी हुन त जति पनि छ कि कति घन्टा हो यहाँ हेर्नु गाइस कति धेरै मान्छेहरू आइसक्यो भर्खरै अनि आई एम इटिङ सो मच त्यही दिन्छु के मैले Oh my goodness. Because brought so many of them. ल न छोप्नु छोप्नु ल मलाई के चाहियो छिजिसके स्टप गरे सी पिकिङ स्टप रुक्नु है यो ल भिडियो बनाऊ बडे सो गाइस हाम्रो टिकटक सेसन भयो Hello guys. टिकटक हाम्रो टिकटक सेसन भयो अनि खाने सेसन भयो अनि बकेटमा भर्ने सेसन पनि भयो देखो न गाइस स्ट्रबेरी यति धेरै टिपेर खाएर हामी रेलमै चढ्न जाँदैछौँ नक्कै हामी रेलमा चढ्न पाएको छ अनि दाइले पनि यत्रो टिप्नु भयो अझै तिम्रो दुईटा बस मेरो फोटो हेर्नु गाइस देखो न गाइस अस्ति त देखो न गाइस फोटो देखो न गाइस मेरो फोटो देखो न सुन्नु गाइस अघि एउटा इन्डियन थियो पछाडि अनि मैले देखो न भन्दाखेरि प्लिज कन्टिन्यू द्याट सङ आई लाइक द्याट देखो न गाइस देखो बाई बाई हाम्रो स्ट्रबेरी फार्म बाई बाई बनाउँदै खामै गाइस मेरो लाउँदा सो गाइस हामी चाहिँ यहाँ ड्राई पिकनिक गर्न यहाँ बस्छौँ यो ठाउँको नाम थाहा भएन यहाँ हामी पार्कमा आयौँ अनि यो चाहिँ हामीले चाहिँ अब के बनाउँदै चटपटे बनाउँदैछौँ तेलहरू अब हामीले चटपटे बनाउँछौँ अनि सबै अनि भाउजूले के ल्याउनु भयो भाउजू हजुरले चाउमिन भाउजूले चाउमिन ल्याउनु भयो यहाँ हामी विदेशीमा सेजवान चाइनिज नुडल्स ओ गाइस सी चाउमिन हक्का नुडल्स बाई हक्का चटपटे रेडी म मामातिर माइजूलाई भन्नु